एउटा क्रूर हत्या। विवाहको 2 महिनामै आफ्नै श्रीमतीको सास लिए कलिलो उमेरमै जोडिने अस्थायी। मङ्सिर 12 गते कलङ्कानी माईको मन्दिरमा घन्टी बजेको थियो। फुल चढाएका थिए र 2 जोडी आँखामा सपनाको उज्यालो थियो। मुकेश र अम्बिकाले त्यही सँगै जिउने कसम खाएका थिए। कानुनका कागजले सम्बन्धलाई नाम दियो, देवताले आशिष दिए, तर मनको दूरी न कागजले मेट्न सके न देवताले जोड्न सके। 2 महिनापछि त्यही सम्बन्ध रङ्गेली 5 बहुवानको एउटा सानो कोठामा रगतले लेखिएको अन्तिम अध्याय बन्यो। 21 वर्षीय मुकेश कुमार मण्डलले 21 वर्षीय पत्नी अम्बिका कुमारी मण्डलको हत्या गरे। त्यसपछि आफैलाई पनि मृत्युको मुखमा धकेले। सोमबार रातिको यो घटनाले गाउँको निन्द्रा उडाइदियो। बिहान उज्यालोसँगै शोकले घर घर ढाकियो। विवाहपछि नै सम्बन्धमा दरार पर्न थालेको थियो। सानातिना विवादले चर्को रूप लियो, हातपातसम्म पुग्यो। पहिला सेलमा उजुरी पर्यो, मिलापत्र भयो, कागजमा मिलन भयो, तर मनमा युद्ध सकिएन। उनीहरू अलग बस्न थाले। शरीर छुट्टिए, रिस र आशंका झन् नजिकिए। सोमबार साँझ मुकेश अम्बिकाको माइती पुगे। म श्रीमान हो, उनले भने। सँगै बस्छु। सम्झाइयो बुझाइयो। अन्तत एउटै कोठाको ढोका बन्द भयो, तर त्यो ढोका रातभर प्रेमले होइन, भयले थुनियो। राति 3 बजेतिर चिच्चाहटले आमाको मुटु चिरियो। ढोका भित्रबाट बन्द थियो। झ्यालबाट हेर्दा कोठा रगतले लतपत थियो। अम्बिका मौन थिइन्। मुकेश घाँटी काटिएको अवस्थामा छटपटाइरहेका थिए। प्रहरीका अनुसार घरेलु विवादले उग्र रूप लिँदा यो विभत्स हत्या भएको हो। चक्कु प्रेमको भाषा बनेन, क्रोधको हतियार बन्यो। कोशी अस्पतालको फरेन्सिक टोलीले जाँच गरेको छ। दुवै शव पोस्टमार्टमका लागि लगियो। मन्दिरमा सुरु भएको सहयात्रा अदालत र आँगन पार गर्दै अन्तत एउटा सानो कोठामा समाप्त भयो। कलिलो उमेर, साँगुरो संवाद र नियन्त्रण बाहिर गएको आक्रोश, यी सबै मिलेर 2 जीवनलाई सधैँका लागि निभाइदिए। रङ्गेलीको वडा नम्बर 5 मा 5 को धनपति भन्ने ठाउँमा त्यहाँ चाहिँ एउटा दुःखद घटना भएको छ। एकजना मुकेश कुमार मण्डल र अम्बिका कुमारी मण्डल भर्खरै नवविवाहित जोडी हो। 2 जना जोडीको चाहिँ घाँटी रेटिएर हत्या भएको अवस्थामा अहिले लासहरू हामीले यहाँ फेला पारेका छौँ। यसमा सम्पूर्ण अब यो कोशी अस्पतालको फरेन्सिकको विज्ञ डाक्टर पनि हाम्रै टिममा हुनुहुन्छ। त्यस्तै सोको अफसर पनि र हामी सबै अनुसन्धान अधिकृत लगायतको विज्ञ टिमहरू हामी यहाँ आएका छौँ घटनास्थलमा। आएर हामीले घटनास्थलको सूक्ष्म हिसाबले अवलोकन पनि गरेका छौँ। लासको जाँचको प्रक्रिया पनि पुरा भएको छ र एउटा घटनास्थल नजिकै चक्कु पनि फेला परेको अवस्था छ। त्योभन्दा अगाडि यो 2 जना नवविवाहित जोडी को एउटा पारिवारिक आपसमा मनमुटावको स्थिति भएको भएर जिल्ला प्रहरी कार्यालय मोरङको महिला सेलले पनि छलफलमा ल्याएर 2 जनालाई सम्झाइ बुझाइ गरेर मिलेर बस्ने हिसाबले सहमति गराएको अवस्था थियो। त्यो चाहिँ 2:45 बजे, आज बिहानको 2:45 बजेको घटना भनिएको छ। यो घटनाको हामी सूक्ष्म अनुसन्धान गर्छौँ र दोषी जो कोही भए पनि दोषीलाई कानुनी दायरामा लिएर आउँछौँ। त्यसमा चाहिँ अब केटीको पनि घाँटी काटिएको अवस्था छ र केटाको पनि घाँटी काटिएको अवस्था छ। त्यो घाँटी कसरी काट्यो, कसले काट्यो, त्यो कुराको चाहिँ अनुसन्धान गहिरिएर हामी अनुसन्धान गर्छौँ र अनुसन्धानमा आएको सत्य तथ्य कुरालाई टेकेर दोषी उप हामी प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाउँछौँ।